उहाँहरू कुनै बस्तीमा, म सर्वप्रथम त यहाँहरूलाई अनुरोध गर्न चाहन्छु आयोजकलाई, यो कार्यक्रम यस्तो कैलाश माउन्टेनमा होइन, तपाईँले चाहिँ त्यो नवलपुरको बोटे बस्तीमा, हुप्सेकोटको मगर बस्तीमा, होइन, बुर्तिबाङको गुरुङ बस्तीमा, सिक्लेसमा लगेर राख्नु पर्थ्यो, यहाँ होइन। किनभने उहाँहरूले त्यहाँ कहिले पुग्नै भ्याउनुहुन्न, देख्दै देख्नुहुन्न थियो नि त्यहाँ कार्यक्रम गरे भए। हजुर, त्यहाँ कार्यक्रम नगइदिएपछि त त्यो सवाल त आउँथ्यो नि त, त्यहाँका जनताले भोट दिनु हुँदैन भन्ने त थाहा पाउँथ्यो नि त। त्यसैले त्यो बस्तीमा तपाईँहरूको प्रतिबद्धता के छ हेर्नु भएको छ? खगराजज्यू जानु भएको छ? कहिले जानु भएको छ? देवेन्द्रज्यू हजुर जानु भएको छ? माओवादी जनयुद्धमा जानुभयो होला, तिनीहरूको भात खानुभयो होला, जानु भएको छ दोहोऱ्याएर त्यहाँ दुर्गम बस्तीहरूमा पुग्नु भएको छ? 33 वर्ष राजनीति गरे भन्नुहुन्छ महादेव गुरुङज्यू, पुग्नु भएको छ? तपाईँको सिक्लेसमा, तपाईँकै यही कास्कीमा बलात्कारको मुद्दालाई 2-4 लाखमा मिलाइन्छ आज पनि, त्यो हेर्नु भएको छ? अनि तपाईँहरू हाम्रो अगाडि भोट माग्न आउँदै हुनुहुन्छ, कुन अनुहारले आउनुहुन्छ? मलाई लाज लाग्छ। महिला सुरक्षा घर तपाईँ राज्यको संविधानले सुनिश्चित गरेको छ। एउटा पार्टीको पालामा निर्माण कार्य सुरु भयो, हाम्रो त्यहाँको वडा अध्यक्ष त्यहीँ हुनुहुन्छ, 3 करोड भन्दा बढी लगानी भयो होला, भएन वडा अध्यक्षज्यू? उहाँले 25 दिनमा त्यो भवन निर्माणको काम अलमोस्ट सम्पन्न पनि गर्नुभयो पहिलो चरणमा। तर आजको दिनसम्म तपाईँहरूको राजनैतिक लडाइँले गर्दा त्यो भवन उद्घाटन हुन सकेका छैन। हामी जस्तो सानो टुटे फुटे एनजिओले 6 आना 8 आना जग्गामा यत्रो खोर बनाएर कैदी जस्तो गरेर राख्नु परेको छ। त्यता तपाईँहरूको दिमाग कहिले गएको छ? अनि तिनै मान्छेसँग भोट माग्न जाँदै हुनुहुन्छ र तिनैबाट जितेर अबिर जात्रा गरेर गाडी चढेर हिँड्नुहुन्छ। हेर्नु भएको छ कहिले तपाईँहरूले? महिलालाई सिट त बहिनीले भनिहाल्नुभयो, आमाको सन्तान होइन तपाईँहरू, श्रीमती छैनन्, छोरी छैन, श्रीमती त मान्नु भएन, छोरी छैन, लाज लाग्दैन? संविधानमा 33% लेख्नुभयो, 51 लेख्नु भएन, हामीले खोजेनौँ। त्यो 33% ल्याउन केले रोक्यो तपाईँहरूलाई? थिएन तपाईँको पार्टीमा महिला भने त हामीलाई भन्नुभयो भने ल्याइदिन्थ्यौँ नि। अनि फेरि पनि तपाईँहरू समानताको अधिकारको कुरा गरेर हाम्रो अगाडि आउँदै हुनुहुन्छ। अप्ठ्यारो अलिकति पनि लागेको छैन। जनयुद्ध किन गर्नुभयो सर? किन गर्नुभयो? के को लागि गर्नुभयो? मान्छेको टाउ काटेको होइन? म छु त्यति बेला रुकुम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालीकोट सबै चारेको छु त्यो द्वन्द्वको समयमा सेभ द चिल्ड्रेनबाट काम गर्दाखेरि। ती मान्छेको पीडा हर क्षणको देखेको छु। तर आज ती मान्छेको सहभागिता खोइ, ती महिलाहरूको सहभागिता खोइ? भाटा कार्यक्रम चलाएको होइन? अनि आज तिनीहरू महिला चाहिँ आउन सक्दैनन्, ती दलित जनजाति आउन सक्दैनन्। त्यति बेरको यातना पीडितको एजेन्डासम्म तपाईँको पार्टीमा परेको छैन। अनि भन्दै हुनुहुन्छ म परिवर्तन ल्याउँछु। कहाँबाट आउँछ परिवर्तन? आउँछ? आशा गरेर बोल्नु भएको छ? सधैँ पागल बनाउनुहुन्छ हामीलाई। तपाईँहरू हो कि हामी हो त्यो वर्गको? एउटा अलिकति संवेदनशीलता तपाईँहरूले गुमाउनु भएको छ। टाउकाको मोल तोक्ने र तोकिने एकै ठाउँमा छ खगराज सर। अनि कमल थापाको फोटो सूर्य छापमा कसरी आयो? अनि तपाईँहरू हामीलाई भन्दै हुनुहुन्छ हाम्रो पार्टी, हाम्रो दल हो कि दलको पछाडि आएर ल थप्ने हो? बहिनीले भनिहाल्नुभयो, घोषणा हो कि घुसतन्त्र हो? तपाईँहरूको पार्टीको दिदीबहिनीहरू जो स्थानीय निर्वाचनमा लड्नुभयो रुँदै आउनुभयो। पार्टीले यति पैसा चन्दा मागेको थियो, 4 लाख 5 लाख, मैले पछि दिन्छु भने सुरुमा 1 लाख तिरेँ, अहिले तिर्न नसक्दाखेरि मलाई हरेक दिन तनाव हुन्छ पार्टीमा भनेर रुँदै आउनु भएको छ। प्रमाण खोज्नुहुन्छ भने म लिएर आइदिन्छु, आउनुहोस् मेरो संस्था कोपिला नेपाल यहीँ बुलौदीमा छ 6 नम्बरमा। अनि तपाईँहरू महिलाको सहभागिताको कुरा गरेर अनि हामीलाई पङ्गु बनाउनुहुन्छ। अब तपाईँ परिवर्तनको कुरा, मेचीदेखि महाकाली जानुस् त, गोर्खाको पृथ्वीनारायण शाहलाई नामैबाट हटाउन सकियो नगरपालिकामा। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म त्यही राजतन्त्रले, म राजतन्त्रको पक्षधर होइन है, तर त्यही समयमा बनेका ती सबै संरचना ध्वस्त पार्दा के हेरेर बस्नुभयो तपाईँहरू? अनि युवा नेपाल बसेन भनेर तपाईँहरूले भन्नुहुन्छ। तपाईँ जानुहोस् त त्यो भिरकोटी मण्डप कारखाना, म 15 वर्ष मेरो घर थियो त्यहाँ, भिरकोटी कागज कारखाना, 15 वर्ष मेरो घर त्यहाँ थियो, त्यहाँको धुलो मेरो घरमा पनि आउँथ्यो। त्यत्रो ठुलो कारखाना अहिले त्यस्तो अवस्थामा जाँदा अनि तपाईँहरू त्यहीँको लागि राजनीति गरेर अनि त्यहीँका जनतालाई भोट मागेर तँलाई समृद्धि गर्छु भन्नुहुन्छ।
3000 भन्दा बढी कर्मचारी थिए त्यो बेलामा। हरेक त्यहाँका नागरिकले रोजगारी पाथे। हेटौँडा देखि जुट कारखानादेखि बुटवलको धागो कारखाना, नेपालगञ्जको कपास कारखाना, त्यो सपना गोरखकाली त्यो सबै एउटा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, महाकाली उसमा अलि छोएको थिएन, त्यो सबै मेटेर आज फेरि तपाईँहरू हामीसँग भोट मागेर परिवर्तन भनेर आउनुहुन्छ। हामीलाई पाल, तिमीहरूको दायित्व हो पाल्ने, तिमीहरूका अभिभावक हौ, सन्तान भएर पालिदेऊ भन्नुहोस्, हामी पाल्छौँ क्या। नेता भएर नआउनुहोस्, लाज हुन्छ।